5-6 वर्षको लामो मेहनतको फल अहिले भर्खर देख्न पाइएको छ। यो बुढीगङ्गा नगरपालिका वडा नम्बर 4 साउबाडामा मैले गरेको स्याउ खेतीको प्रतिफल हो। अहिले यति राम्रोसँग फल फलेर यो पुरै बगैँचामा रमाइलो देखिएको छ। अबको केही समयपछि 2-4 वर्षपछि धेरै स्याउका बोटहरू फल्नेछन्। अहिले भर्खर 5-6 वटा बोट फलिरहेका छन्। यी यत्रो दाना हाम्रो यो साउबाडामा पनि स्याउका बोटहरू फलिरहेका छन्।